जोरधारामा नास्ता नखाने त कोही पनि हुनुहुन्न होला कि, चाहे पाल्पा जाँदा होस् चाहे पाल्पाबाट आउँदा होस् होइन। हामी चाहिँ गएको दिन शीतल फार्म हाउस बल्ल बल्ल धुलो माटो खाँदै पुग्यो है। मेरो छोरा चाहिँ थाकेर रिल्याक्स गरिरहेको छ कि। अनि त्यसपछि हेर्नु न रुमको बाहिरबाट भ्यू कस्तो राम्रो छ कि। अनि स्टेप बाई स्टेप हाम्रो नास्ताहरू आयो है। अनि त्यसपछि मेरो छोराले त केही नखाइदिने कि पिरो भयो यो पटेटो बाहेक। अनि ठुलो छोराले चाहिँ सबै खान्छ, एकदम इन्जोय गरिरहेछ है। यो आलु चाहिँ यहाँको फेमस रहेछ कि, कस्तो मिठो है। अनि मोमो चाउमिन पनि कस्तो हेभी है। अनि यो चिकन खै यो क्रिस्पी खै के हो भने यो पनि यस्तो मिठो यहाँको फेमस रहेछ होइन। नास्ता खाएको 3 घन्टामा रात पऱ्यो कि। हेर्नु न रातिमा यो घर कस्तो क्युट देखेको। अनि त्यसपछि रातिमा चाहिँ हामीले पोर्क सेकुवा, चिकन सेकुवा, अनि त्यसपछि माछा खायौँ होइन। मेरो छोराले चाहिँ अन्डा मात्रै खायो कि, फ्राई गरेको, उसले केही खाँदैन नि त। लोकल कुखुराको झोलसँग थोरै भात पनि खायो। अनि त्यसपछि हामी सुत्यौँ। अनि बिहान उठेर फ्रेस भएर मजाले रेडी भएर बच्चाहरूलाई रेडी गराइदिएर हामी चाहिँ ग्राउन्डतिर गयौँ कि। ग्राउन्डमा चाहिँ ब्रेकफास्टको बफे लगाएको हुन्छ नि त, ढिलो ढिलो भइसक्यो त्यही 9-10 बजीसम्म फुवा परेर सुतेर होइन। अनि त्यसपछि त्यही पनि जे होस् नास्ताहरू मजाको रहेछ, हेल्दी। कोदो र फापरको रोटी त मैले कति धेरै खाएँ कि। अनि मजाले हेल्दी नास्ता खाएर अनि 2-3 घन्टापछि हामीलाई निस्किन थियो नि त। अनि एकैछिन यसो फोटोसोटो खिच्यो होइन। मैले यस्तो पोजहरू दिएँ होइन, मेरो छोराहरूले पनि पोज दिएँ। अनि त्यसपछि रुममा आइयो होइन। अनि त्यसपछि चाहिँ मैले मास्क, टोपी, अनि त्यसपछि यो चस्मालाई ढकमक्क पऱ्यो कि धुलोले बाटो हेर्न नहुने छ नि त। हेर्नुहोस् त बुटो लाउँदासम्म हाम्रो हालत यस्तो थियो कि। मेरो छोरा झन् बिचरा यस्तो माया लाग्थ्यो, बिचरा चिन्न नसक्ने भयो थियो है। यस्तै गरेर बित्यो है हाम्रो रमाइलो पलहरू।